विश्वासीहरूको मुक्तिको निश्चयता र स्थिरताको बारेमा हामी आज सिक्न गइरहेका छौँ। यहुदाको किताब 1 र 2 मा यसरी लेखिएको छ, तपाईँले त्यो खण्डलाई विचार गर्न सक्नुहुन्छ। यसरी लेखिएको छ, ती मानिसहरूलाई जसलाई बोलाइएको छ परमेश्वर पितामा प्रिय छ र येशू ख्रीष्टद्वारा सुरक्षित राखिएको छ, अनन्त जीवनतर्फ डोर्याउने हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको प्रतीक्षा गर्दै आफूलाई परमेश्वरको प्रेममा राख है, परमेश्वरको प्रेममा राख है। उहाँले यो भन्दै गर्दाखेरि, यो पद लेख्दै गर्दाखेरि दुईवटा कुरा हामी त्यहाँनिर देख्छौँ। त्यो खण्डबाट दुईवटा खण्ड, याकुब 1 अध्याय 1, त्यहाँदेखि यहुदाको 21 मा पनि यो लेखिएको छ। अनि 21 र 22 र 23 लाई पढ्दै गयो, तर प्रिय हो तिमीहरू चाहिँ तिमीहरूको अति पवित्र विश्वासमा दृढ हुँदै जाऊ र पवित्र आत्मामा प्रार्थना गर, दोधारमा हुनेहरूलाई दया देखाऊ, आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रा प्रभु येशूको क्रुसको प्रतीक्षा, कृपाको प्रतीक्षा गर है। यो दुईवटा भन्दै गर्दाखेरि मैले अघि भर्खर भनेको दुईवटा कुरा देख्छौँ यहाँनिर। पहिलो कुरा, विश्वासीहरूको स्थिरताको अर्थ चाहिँ ती मानिसहरूलाई जसलाई बोलाइएको छ, दोज हु आर कल्ड, जसलाई परमेश्वरले बोलाउनु भयो। कसरी बोलाउनु भयो? सुसमाचार सुनेर बोलायो, गीत सुनेर बोलाउनु भयो होला होइन, कतैबाट केही कुरा सुनेर बोलाउनु भयो होला। सुनाउने मान्छे थियो, जो सुनाउने मान्छेले प्रचार गर्यो है, त्यो सुनाउने मान्छेलाई पठायो होला, चर्चले पठाए। त्यो चर्चको मालिकको हुनुहुन्छ येशू ख्रीष्ट हुनुहुन्छ, सिर्फ भनेपछि परमेश्वरले नै एउटा च्यानलद्वाराबाट, मिन्सबाट, सुसमाचारको माध्यमबाट बोलाउनु भयो। कल्ड, एक्लेसिया, बोलाइएकाहरू, तिनीहरूलाई परमेश्वरको, तिनीहरू जो परमेश्वर पितामा प्रिय छन् र येशू ख्रीष्टद्वारा सुरक्षित राखिएको छ। यो कुरा देख्छौँ हामी एक पदबाट। भने 21 पदमा हेऱ्यो भने अनन्त जीवनतर्फ डोर्याउने हाम्रा प्रभु येशू ख्रीष्टको कृपाको प्रतीक्षा गर्दै आफूलाई प्रेममा सुरक्षित राख, आफूलाई प्रेममा राख, अथवा किप युर सेल्फ सिक्योर इन द लभ अफ जिजस क्राइस्ट, प्रभु येशू ख्रीष्टको प्रेममा सुरक्षित। यो दुईवटा कुरा यहाँ देख्छौँ। एउटा कुरा के देख्छौँ भन्दाखेरि येशू ख्रीष्टद्वारा सुरक्षित राखिएको छ, अर्को तिमीहरू आफैलाई पनि येशू ख्रीष्टको प्रेममा सुरक्षित राख। अब यो बुझ्नलाई हामी अलिकति त्यसलाई अनप्याक गर्दै जानेछौँ। दुईवटा कुरा हामी देख्छौँ। एउटा चाहिँ माथि हेऱ्यो भने येशू ख्रीष्टद्वारा सुरक्षित राखिएकोलाई आफूलाई परमेश्वरको प्रेममा सुरक्षित राख्ने विश्वासीहरूको मानसिकता, माइन्डसेट कस्तो हुनुपर्छ भन्दाखेरि यहाँ लेखिएको छ, पावल प्रेरितले भन्छ पहिलो कोरिन्थीको 15 अध्यायको 10 पदमा, तर म जे छु त्यो परमेश्वरको अनुग्रहले छु र ममाथि भएको उहाँको अनुग्रह व्यर्थ भएन, बरु मैले त तिमीहरू सबैले भन्दा बढी परिश्रम गरेँ, तैपनि मैले होइन, मसँग भएको परमेश्वरको अनुग्रहले हो। दिस इज द माइन्डसेट। यो माइन्डसेट लिएर जब हामी परमेश्वरको वचनलाई हेर्छौँ, परमेश्वर कृपालाई हेर्छौँ भने परमेश्वरको अनन्तको सुरक्षा र उहाँको संरक्षणलाई है, परमेश्वरको इटर्नल सेक्युरिटी, परमेश्वरले अनन्तसम्म दिनुहुने सुरक्षा र परमेश्वरले त्यो सुरक्षालाई संरक्षण गर्ने कुराहरू, सेभ गर्ने, सेक्योर गर्ने कुराहरू हामी बुझ्न सक्छौँ। अनि यो दुईवटा कुरा बुझ्न हाम्रो लागि महत्त्वपूर्ण छ, किनभने यो बुझेनौँ भने हामी अगाडि पर्सिभियर गर्न हामीलाई गाह्रो हुन्छ। हैट, हुँदैन रहेछ है, यत्रो वर्ष त हिँडे, खोइ के पाए त, चङ्गाइ पाइन्छ भनेर विश्वास गरेको हो होइन, ज्वरो जाति हुन्छ भनेर विश्वास चर्चमा ल्याएको थियो, मलाई त तानराङ तुङरुङ पार्दै प्रार्थना गर्दा अलिअलि जाति भएको जस्तो लाग्यो, भयो भनेर गवाई पनि दिए, तर ज्वरो त फेरि अर्को वर्ष फर्केर आयो होइन, मलाई रुगा लागिरहेछ अहिले होइन। हामी त्यही कुरा लिएर त आयौँ, हामी प्रलोभनहरू लिएर आयौँ, हाम्रो आशा अपेक्षाहरू लिएर आयौँ, त्यो एउटा माध्यम मात्र थियो। तर तपाईँ र मैले सुरुमै हेऱ्यो, यो सेसनको सुरुमै हेऱ्यो कि एफिसी 1 अध्यायको 4 पद र 12 पद है, 13 पद, 4 पदमा संसारको उत्पत्ति भन्दा अघिदेखि नै परमेश्वर तपाईँ र मलाई चुन्नु भएको छ। नट ओन्ली द्याट, 12 पद 13 पदमा हेर्नुभयो भने द होली स्पिरिट इज गिभन टु अस एज अ ग्यारेन्टी अफ आवर सेल्भेसन, तपाईँ र मेरो मुक्तिको ग्यारेन्टीको रूपमा। वारेन्टी मात्रै पाउँछ होइन आजकल त है, प्रभुको वचनले तपाईँ र मलाई त्यो ग्यारेन्टी दिएर बोलाउनु भएको छ होइन। द्याट वी न्यू, हामी सुरुमा गाल्डाङ गुल्डुङ पलटपुलट लड्ने बालक जस्तो थियौँ, अब हामी बढिरहेका छौँ है, बिस्तारै हामी बामे सर्न थाल्यौँ, हिँड्न थाल्यौँ विश्वासमा होइन, कतिपल्ट हामी कुद्छौँ पनि है,
अघि एन्डीले भन्नुभएको जस्तै अब फेरि बुढो भएपछि एकछिन अलिक घट्छ हाम्रो टाइमिङहरू सबै कुराहरू होइन, क्रिटिकल हुँदै जान्छ नि माइन्ड जवान भएपछि होइन। त देयर इज अ प्रोसेस अफ लर्निङ, हाम्रो एक्सपिरियन्सेसहरू। त्यस्तै यसो ख्रिस्टमा पनि हामीले त्यसरी नै आत्मिक रूपमा वृद्धि हुँदै जान्छौँ। बिहान उहाँले प्रोसेस भन्दै हुनुहुन्थ्यो सेङ्क्टिफिकेसनको पनि होइन, पवित्रीकरणको पनि प्रोसेस हो है। सुरुमा हामीलाई के हो जस्तो लाग्ला, सुरुमा त छेउमा जिरिङ्गे फिल हुनु पऱ्यो नि होइन, पवित्र आत्मा जिरिङ्गे भएन भने त पवित्र आत्मै छ जस्तो लाग्दैन है। अनि पछि गएर जान्दा त यो जिरिङ्गे हुने मात्रै होइन रहेछ, त्यो त जाडोले पो भएको रहेछ जिरिङ्गे होइन, थाहा हुँदै जान्छ नि त होइन। बिकज हि इज नट जस्ट अ फोर्स है, त्यो फोर्स र शक्तिको रूपमा मात्र हामी हेर्छौँ नि, बट हि इज अ पर्सन, उहाँ व्यक्ति हुनुहुन्छ। इज द थर्ड पर्सन अफ द ट्रिनिटी हु इज इन द मिड्स अफ अस, हु मेक्स हिज प्रेजेन्स नोन टु अस इन एभ्री मोमेन्ट अफ आवर लाइफ। हामी पो कन्सियसली उहाँलाई इग्नोर गर्छौँ त। त्यो माइन्डसेट लिएर अनन्तको सुरक्षा, परमेश्वरले सबै साँचो विश्वासीहरूको अन्तिम मुक्ति सुरक्षित र ग्यारेन्टी गर्नुहुन्छ है। परमेश्वर तपाईँ र मेरो फाइनल सल्भेसन, फाइनल डेस्टिनेसन, अन्तिम गन्तव्य उहाँले सुरक्षित, साथसाथै उहाँले ग्यारेन्टी पनि गर्नुहुन्छ। अब दुईवटा स्थिरता र संरक्षणको डिफ्रेन्सेस हेर्न जरुरी छ है। मैले फिल गर्दै थिएँ बिहान एन्डीले भन्दै गर्दाखेरि त्यो चार्टै देखेको भए कति राम्रो हुन्थ्यो होला जस्तो लाग्दै थियो। अनि हतार चार्टमा हाल्नु कोसिस गरियो है, त्यो चार्टलाई हामी हेर्ने कोसिस गर्नेछौँ। परमेश्वरले तपाईँ र मेरो मुक्तिको सुरक्षा र ग्यारेन्टी दुइटै गर्नुहुन्छ। दुइटा हेरौँ, यसलाई हामीले अलिकति यो हेरौँ, पढ्नु सक्नुहुन्छ भने, म चाहिँ सक्दिनँ, तपाईँको आँखाले देख्नुहुन्छ भने, यदि कसैले प्रिजर्भेसन है, पर्सिभेरेन्स है, सुरक्षा, निश्चयताको कुरा गर्छ, स्थिरताको कुरा गर्छ, यदि कसैले क्रिस्चियनहरूको पवित्रता र आज्ञाकारिता, असल कामहरूमा निरन्तरताको बारेमा कुरा गरिरहेको छ भने द्याट्स एबाउट स्थिरता है, लगनशीलता, उचित शब्द हो प्रिजर्भेसन। तर यदि कसैले ख्रिस्टमा अनन्त जीवनको लागि विश्वास गरेर व्यक्तिलाई बचाउन र सुरक्षित राख्नको निम्ति परमेश्वरको शक्तिको बारेमा कुरा गर्न चाहन्छन् भने त्यो चाहिँ संरक्षण हो, द्याट इज प्रिजर्भेसन। यो दुईवटा डिफ्रेन्स थाहा गरौँ है। अगाडि बढौँ। यहाँ हेर्नुहोस् है, स्थिरता चाहिँ विश्वासीको दृष्टिकोणबाट हो। तपाईँ र मेरो दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ तलबाट यस्तो माथि हेरेछ नि होइन, त्यो सेतो नक्सामा चाहिँ तपाईँ आफैलाई राख्नुहोस्, तपाईँले प्रिजर्भ गर्नुहुँदैछ परमेश्वरतर्फको। अनि माथि लभ बनाइदिएँ मैले हार्ट, बिकज गड इज लभ, परमेश्वरले प्रिजर्भ गर्नुहुन्छ। त्यसरी हेर्नु है, संरक्षण भनेको चाहिँ परमेश्वरको दृष्टिकोणबाट हो। नेक्स्ट स्लाइडमा, स्थिरतामा विश्वासीहरू आज्ञा पालनद्वारा सुरक्षित रहन्छन् भने संरक्षणमा परमेश्वरले सुरक्षित राख्नुहुन्छ है। दुइटै देख्नुहुन्छ यहाँनिर, म पनि स्थिर भएर अगाडि बढ्नु पऱ्यो, साथै परमेश्वरले पनि हामीलाई संरक्षण गरिराख्नु भएको छ भन्ने कुरा हाम्रो माइन्डमा बस्नु पऱ्यो है। हामीलाई तब मात्र प्रिजर्भेसन अथवा पर्सिभिरेन्सको कन्फिडेन्स हामीलाई आउँदै जान्छ है। स्थिरताको अर्थ, नेक्स्ट स्लाइडमा, स्थिरताको अर्थ परमेश्वरले विश्वासीलाई असल काम गर्ने र आज्ञाकारी भएर जीवनको अन्तसम्म असल फल फलाउने सुनिश्चित गर्नुहुन्छ है। प्रिजर्भेसन or perseverance means that God keeps the believer in doing good works. That is, God ensures that believers will live obediently and bear good fruit to the end of the life. त्यो चाहिँ प्रिजर्भेसन भयो है, पर्सिभरेन्स भयो भने प्रिजर्भेसन चाहिँ संरक्षण भनेको चाहिँ परमेश्वरले विश्वासीहरूलाई विश्वासमा राख्नुहुन्छ, अ फेथ द्याट प्रड्युसेस फ्रुट्स, विश्वास जसले फल फलाउँछ है। अनि यो कुरा गर्दै गर्दाखेरि स्थिरता र लगनशीलतालाई विचार गर्दै गर्दाखेरि यसको परिभाषालाई हेर्नु हो भने परमेश्वरले सबै साँचो विश्वासीहरूलाई तिनीहरूको शारीरिक संसारिक जीवनको अन्तसम्म विश्वास र असल कामहरू जारी राख्न सक्षम बनाउनुहुन्छ। विश्वासको अन्तसम्म, नो म्याटर वाट होल्स है, जीवनमा के आउँछ, कस्तो कुरा आउँछ, त्यो सबै कुरालाई साइडमा राखेर अन्तसम्म हामीलाई स्थिर राख्नुहुन्छ भन्ने कुरा यसको परिभाषाले देखाउँछ। अनि यो कुरा बुझ्नको लागि हामीलाई तब त्यसो भए प्रभुले हामीलाई डोर्याउनुहुन्छ, लानुहुन्छ, कतिजनाको प्रश्न पनि होला, त्यसो भए सबै प्रभुले त गर्नुहुने रहेछ, मैले के गर्नु पर्दैन भन्ने लाग्छ भने धेरैवटा दृष्टान्तहरू छ। तीमध्ये महत्त्वपूर्ण बुझ्नुपर्ने चाहिँ फल फलाउनेको दृष्टान्तहरू है, रूपकहरू, प्याराबल्स अफ फ्रुट बियरिङ है, फल दिने रुखहरूको बारेमा है, मत्ती 7:20मा, मत्ती 7:18मा,
दागको बोटको बारेमा यूहन्ना 15 अध्यायमा हामी सबैलाई थाहा छ है। यूहन्ना 15 अध्यायको 16 पदमा भन्छ, मलाई तिमीले चुनेनौ तर मैले तिमीहरूलाई चुने र तिमीहरूलाई नियुक्त गरे कि तिमीहरू जाऊ र फल फलाऊ अनि तिमीहरूको फल फलिरहोस्। यसैमा तिमीहरूले पितासँग मेरो नाममा जे मागौला उहाँले तिमीहरूलाई दिनुहुनेछ। मत्ती 7:18मा असल रुखले खराब फल फलाउन सक्दैन, न त खराब रुखले असल फल फलाउन सक्छ है। त्यसरी नै मत्ती 7:20मा यसरी नै अगमवक्ताहरूलाई तिनीहरूको फलबाट चिन्छ। एउटा रुख फलबाट चिनिन्छ। तपाईँ र म साँचो रूपमा बचाएका छौँ भने तपाईँ र मेरो जीवनबाट ती फलहरू फल्न थाल्छन्। अब फलकै कुरा गर्दाखेरि गलाती 5:22लाई किन छोड्ने है। प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, नम्रता, विश्वस्ता र संयम तपाईँ र मेरो जीवनबाट फल्छन्। अब सबैचोटि एकैचोटि नफल्नु सक्छ है, तर वान आफ्टर दि अदर बिस्तारै बिस्तारै ती कुराहरू पवित्र आत्माले तपाईँ र ममा फलाउनुहुन्छ। यसको साँचो प्रमाण के हो त है। विश्वासमा स्थिर रहनुको साँचो प्रमाण चाहिँ कसरी बुझ्न सक्छौँ भन्दाखेरि कलसी 1:21-23मा बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भई आफ्नो मनमा विरोधी भएका थियौ, तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र र निष्खोट र निर्दोष प्रस्तुत गर्न ख्रिस्टका मासुको शरीरमा उहाँले मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलापमा ल्याउनु भएको छ। यदि तिमीहरू आफ्ना विश्वास अचल स्थिर भइरह्यो भने, विश्वासमा अचल र स्थिर भइरह्यो हो र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने त्यही नै सुसमाचार हो जो स्वर्गमुनि हरेक प्राणीलाई प्रचार गरिएको छ, जसको म पावल धर्मसेवक भए। अनि दोस्रो तिमोथी माफ गर्नुहोला, दोस्रो तिमोथी 2:12 लेख्नुहुन्छ, हामीले सयौँ भने हामी पनि उहाँसँगै राज्य गर्नेछौँ। हामीले उहाँलाई इन्कार गऱ्यौँ भने उहाँले पनि हामीलाई इन्कार गर्नुहुनेछ। हामी अविश्वासी छौँ भने उहाँ विश्वासयोग्य हुनुहुनेछ, किनकि उहाँले आफूलाई इन्कार गर्नुहुने छैन। यी पदहरू पढ्दै गर्दाखेरि गुड न्युज, सुसमाचार तपाईँ र मेरो लागि कि विश्वासीलाई स्थिर रहन मद्दत गर्ने परमेश्वरको प्रतिज्ञा तपाईँलाई मलाई छ। त्यसले गर्दाखेरि वेन एन्डी वाज प्रिचिङ, एन्डीले प्रचार गर्दै, उहाँलाई सुनाउन चाहेको होइन, इङ्ग्लिस पढेर माफ गर्नुहोला, एन्डीले प्रचार गर्दै गर्दाखेरि रोमी 8 अध्याय भन्ने बित्तिकै यो शब्दहरू मेरो दिमागमा आइरहेको थियो कि उहाँले भन्दै गर्दाखेरि देयर इज अ गड, हि इज वान क्रिएटर, सोभरिन एन्ड अल पावरफुल। त्यहाँ परमेश्वर हुनुहुन्छ, एक हुनुहुन्छ, उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ सर्वभौम ईश्वर हुनुहुन्छ, सर्वशक्तिमान हुनुहुन्छ, उहाँको अधीनमा सबै कुराहरू रहेको छ। अनि उहाँले भन्दै हुनुहुन्थ्यो दिस गड हेज अ पर्पस, यो परमेश्वरको एउटा उद्देश्य छ। अनि यो परमेश्वर बसिराख्नु भएको छैन, बट हि इज गोइङ समवेयर टुवर्ड्स अ गोल एन्ड अ पर्पस। अनि उहाँले भन्नुहुँदै थियो कि परमेश्वर यी सबै कुरामा सोभरिन हुनुहुन्छ, सर्वभाव हुनुहुन्छ। यो परमेश्वरको बारेमा कुरा गर्दै यो परमेश्वरले तपाईँ र मलाई र सम्पूर्ण सृष्टिलाई एउटा गन्तव्यतर्फ लगिराख्नु भएको छ। सम्पूर्ण सृष्टि 8 अध्यायमा पढ्नुभयो भने प्रसव वेदनाको चित्कारले अर्थनाद गरिरहेको छ। जब परमेश्वरको पुत्र प्रकट हुन्छ, परमेश्वरले सबै कुरालाई नयाँ बनाउनुहुन्छ, रेस्टोर गर्नुहुन्छ, पूर्ण र सिद्ध बनाउनुहुन्छ। सबै कुरा त्यहाँ हुनेछ, तर एउटै कुरा त्यहाँ हुने छैन। दुईवटा कुरा भनौँ, एउटै कुरा हुने छैन, त्यहाँनिर पाप र पापको प्रदूषण हुने छैन। क्यान यु इमेजिन द्याट वर्ल्ड? तपाईँ र मैले त्यो इमेजिन गर्न सक्छौँ? हामी त पापमै जन्म्यौँ, आमाको गर्भमा पापमा गर्भधारण भए, अनि यो संसारमा आएकोदेखि देखेको भनेको पाप मात्रै हो। पापै नभएको संसार तपाईँ र मैले कल्पना पनि गर्न सक्दैनौँ। अनि द्याट्स वेयर गड इज लिडिङ अस। त्यहाँ परमेश्वर हामी लगिराख्नु, त्यसको लागि पर्सिभियर गरिरहेका छौँ होइन। तपाईँ र म यात्रा गर्दाखेरि यहाँबाट तपाईँ बुटोल जानु पऱ्यो भने, अथवा यहाँबाट तपाईँ पूर्व झापा जानु पऱ्यो भने बसमा चढेपछि तपाईँलाई उकोस मुकोस हुन्छ, कहिले पुग्छौ कहिले पुग्छ, कतिजनालाई त होला पनि है, तर पुग्नु त त्यहीँ पुग्नुपर्ने हो होइन। तर तपाईँलाई थाहै छैन कहाँ जानुपर्ने, कसैले बसमा ठ्याप्पै राखिदियो भने के हुन्छ, तपाईँलाई 5 मिनटमा तपाईँ अत्तालिन थाल्नुहुन्छ, कहाँ गएको को हो, कुन चाहिँ बस हो, यो कहाँ जाने हो कि भन्नुहोस् त। इफ यु डु नट नो वेयर यु आर गोइङ, एनी रोड विल टेक यु देयर। तर इफ यु नो वेयर यु आर गोइङ है, त्यतिको एस्योरेन्स तपाईँले कहीँबाट पनि प्राप्त गर्न सक्नुहुन्न है। अगाडिबाट म 1-2वटा कुराहरू अगाडि भन्न चाहन्छु, यो पदहरू मैले स्किप गरेँ। चौथो कुरा चाहिँ विशेष गरिकन विश्वासमा स्थिर नहरन सक्नु। अब विश्वासमा स्थिर नहरनु पनि सक्छ हामी कतिजना है, ढलफल हुनसक्छ। त्यो चाहिँ
अविश्वासको प्रमाण हो। अघि विश्वासमा स्थिर रहने चाहिँ साँचो विश्वासीको प्रमाण हो अथवा विश्वासीको प्रमाण हो भने झुटो विश्वासीहरू चाहिँ कहिले पनि स्थिर हुँदैनन् है। मेरो भाषामा भन्नु भने बाख्रे विश्वासी भन्छु म है। भेडा भन्नुभएको छ प्रभुले, भेडा अन्त मजाले कोरो लाग्नुपर्ने, पर्सिभियर गर्नुपर्ने। हामी बाख्रा जस्तो छौँ, ग्रास इज अलवेज ग्रिन अन द अदर साइड अफ द फेन्स। अनि अरू घर यहाँ पो अलिकति त्यहाँ पो अलिकति चुपुर चुपुर बाख्राले खाँदै हिँडेको जस्तो गरिरहन्छ भने हामी सजिलै डल्फन हुन्छौँ है। पास्टर इसाईले भन्दै गर्नुभएको शब्द मैले दोहोऱ्याउन चाहिँ यहाँनिर, स्टिक टु यर चर्च, लभ द चर्च। तपाईँ कुन चर्चबाट हुनुहुन्छ, कहाँ हुनुहुन्छ, त्यहाँ बस्नुहोस्, सिक्नुहोस् होइन। त्यहाँनिर त्यो 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 एउटा भेडा प्रकारको वातावरण चाहिँ छैन भने चाहिँ पहिलो कोरिन्थी 15 अध्यायमा लेख्छ, भाइ हो मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचार तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीले ग्रहण गर्यौ 1, जसमा तिमीहरू स्थिर छौ 2, र सुसमाचार तिमीहरूले त्यही सुसमाचारद्वारा तिमीहरू उद्धार भएको छौ 3, र 4 चाहिँ त्यसमा तिमीहरू अटल रह्यो भने, र 5 चाहिँ तिमीहरूले रहेनौ भने चाहिँ तिमीहरू के हो, अटल रह्यौ भने, नत्र त तिमीहरूले व्यर्थमा विश्वास गर्यौ। तपाईँ र मैले विश्वास गरेको सुसमाचारको निश्चयता हामीलाई छैन र हामी उफ्रिरहन्छौँ र अनिश्चित भएर कसले बसमा हालिदिएछ है, च्यादर दिन्छु भनेर होइन, कहाँ गएको त्यो हो भने चाहिँ हामी विश्वासी, साँचो विश्वासी होइनौँ है। अरू पदहरू पनि त्यहाँनिर छ जसलाई मैले अहिलेलाई स्किप गर्न चाहेँ। पाँचौँ कुरा हामी हेर्नेछौँ, विभिन्न जाँचहरू छन् है, कसरी हामी साँचो विश्वासी हौँ। जबसम्म तपाईँ र म साँचो विश्वासी हौँ भन्ने प्रमाण छैन भने तपाईँ र मलाई पर्सिभिरेन्सको के अर्थ लाग्दैन, स्थिर भएर अगाडि बढ्ने कुराको अर्थ लाग्दैन। त्यसले गर्दाखेरि 3वटा जाँचहरू छ। पहिलो सैद्धान्तिक है, डक्ट्रिनल टेस्ट गर्नु पर्यो। यूहन्ना 4 अध्यायको 1 देखि 3 पदमा लेखेछ, प्रियो जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनीहरूको जाँच गर, किनभने धेरै झुटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। यसैबाट तिमीहरू परमेश्वरको आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ सो परमेश्वरबाट हो। येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा त्यो आउँछ भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो संसारमा आइसकेको छ। हामी त कस्तो सिक्यौँ, पवित्र आत्माको भरपुरमा बोलेको छ, हामी त बोल्नु हुँदैन है, पास्टरले जे भने अब सक्यो। कहाँ पास्टरले भनेको कुरामा प्रश्न गर्ने हो है। अघि भर्खर खाना खाँदा कुरा गर्दै थियौँ, यदि प्रश्न नगरेको भए परमेश्वरको जनहरूले तपाईँ र मेरो विश्वास यति बलियो र दरिलो हुन्थेन पनि होला। थोमाले डाउट नगरेर उसको येशू ख्रीष्टको काँटीको डोप र भालाको डोपलाई नछुको भए येशू ख्रीष्टको शरीरमा पुनरुत्थान भएको हो कि होइन भन्ने कुरा तपाईँ र मलाई कसरी निश्चित हुन्थ्यो। जुन शरीर थोमाले छुए, जुन शरीर लिएर उहाँ त्यो डाँडाबाट अल्लोलोप भएर गए, त्यही शरीर लिएर उहाँ फेरि आउनुहुन्छ, जो चाहिँ तपाईँ र मेरो आफ्नै शरीरको पुनरुत्थानको सबैभन्दा इम्पोर्टेन्ट प्रमाण हो। त्यसले गर्दाखेरि क्वेसन गर्नु, एउटा पोजिटिभ, एउटा कन्स्ट्रक्टिभ क्रिटिसाइज गर्नु, क्रिटिसिजम गर्नु, यो शब्दलाई गलत बनाइदिएको छौँ क्या हामीले है। तर यो जाँच गर्ने कुराहरू है, पवित्र आत्मा आएको रहेछ भनेपछि हामी फु गर्ने बित्तिकै हो आत्मा आए जस्तो लाग्छ हामीलाई। अघि भने जस्तै है, कसैले एसी खोलिदिन्छ होइन, तातो बनाइदिन्छ, आगो झर्ला माथि चिरा आउँला कि भनेर पर्खिनु त भएन नि त, एसी पनि चेक गर्दै गर्नु पऱ्यो त होइन। त्यसपछि दोस्रो कोरिन्थीमा आउँछ, तिमीहरू माफ गर्नु होला, दोस्रो कुरा नैतिक प्रमाण है, मोरल एथिकल एभिडेन्सेस पनि हाम्रो जीवनमा हुन्छ। यूहन्नाले भन्छ, यदि हामीले उहाँको आज्ञा पालन गऱ्यौँ भने यसैबाट हामी थाहा पाउँछौँ कि हामी उहाँलाई चिन्छौँ। जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँको आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटो र त्यसमा सत्य छैन। तर जसले उहाँको वचन पालन गर्छ र त्यसमा परमेश्वरको प्रेम साँच्चै नै सिद्ध भएको हुन्छ, हामी उहाँमा छौँ भन्ने कुरामा यसैबाट निश्चित हुन्छ। उहाँमा रहन्छु भन्ने व्यक्ति आफैले पनि उहाँको चालअनुसार चल्नुपर्छ है। डक्ट्रिनल त भइहाल्यो, अब मोरल पनि टेस्ट गर्नु पर्यो आफूलाई है। इफ यु से आई बिलिभ आई विल वक इन वाट आई बिलिभ, इफ आई से आई लभ यु आई एम विलिङ टु सेक्रिफाइस है। द लभ द्याट जिजस सोन टु अस, उहाँले आफ्नो प्राण आफ्नो मण्डलीको लागि दिनुभयो है। इफ यु से प्रभुलाई प्रेम गर्छ भने हामी उहाँको आज्ञा पालन गर्ने, त्यो मोरल
परीक्षण चाहिँ हामीले गर्नुपर्छ। ओके, एउटा लास्ट वान चाहिँ व्यवहारिक परीक्षण है, यहाँ छैन रहेछ, त्यो चाहिँ प्र्याक्टिकल है, प्र्याक्टिकल एक्जामिनेसन। यूहन्ना 3 अध्यायको 14 देखि 16 पदमा हामी जान्दछौँ कि हामी त मृत्यु पार भएर जीवनमा सरिसकेका छौँ, किनभने हामी आफ्ना दाजुभाइहरूलाई प्रेम गर्छौँ। जसले त्यो गर्दैन त्यो मृत्युमा रहिरहन्छ। आफ्नो दाजुभाइलाई घृणा गर्ने हरेक हत्यारा हो र कसैले हत्यारासँग अनन्त जीवन रहँदैन भने तिमीहरूलाई थाहै छैन। प्रेम के हो भने हामी यसैबाट थाहा पाउँछौँ कि उहाँले हाम्रो निम्ति आफ्नो प्राण दिनुभयो र हामीले पनि आफ्ना दाजुभाइहरूका निम्ति दिदीबहिनीहरूका लागि पनि भनौँ आफ्नो प्राण दिनुपर्छ है। त्यो कुरा हामीले विचार गरिरहेका छौँ। ओके, परमेश्वरको अनुग्रहले मलाई सुरक्षित राख्छ भन्ने कुरा हामी हेर्दैछौँ है। यहाँनिर यसरी लेखेको छ, गड प्रिजर्भ्स बाई ग्रेस एन्ड आई पर्सिभियर इन ओबिडियन्स। परमेश्वरले आफ्नो अनुग्रहद्वाराबाट सुरक्षित राख्नु भएको छ होइन, अनि म आज्ञाकारिताबाट स्थिर रहन्छु। दुईवटा कुरा है महत्त्वपूर्ण छ। 6 नम्बरमा जाउँ, 6औँमा विश्वासीहरूको स्थिरताको माध्यम के हुन् है। 1-2वटा पदहरू म त सरस्वती भन्छु। हिब्रू 12 को 10 देखि 11 हेर्नुभयो भने अल्पकालीन अनुशासन, जब परमेश्वरको जनहरूले गल्ती गर्छ, भुल गर्छ, पाप गर्छ, परमेश्वरले अनुशासन गर्नुहुन्छ। आफ्नो मण्डलीद्वाराबाट हुन्छ कि मण्डलीको अगुवाहरूद्वाराबाट हुन्छ कि परमेश्वरले सोझै रूपमा हुनुहुन्छ, अनुशासन गर्नुहुन्छ। अनि अनुशासनको उद्देश्य उसलाई फर्काएर ल्याउनु। तपाईहरु मैले हाम्रो नेपाली चर्चेसमा अनुशासनलाई एकदमै विकृत बनाएका छौँ है। अनुशासनलाई एक्सकम्युनिकेसन बनाइदिएका छौँ। अनुशासन भएपछि चर्च पनि नआउनु 3 महिना, पास्टरको भिजिटेसन पनि बन्द, भेटी पनि नदिनु, सबै भएपछि रेस्टोरेसन कसरी हुने? त्यहाँदेखि उसले के भन्छ 3 महिनापछि यत्रो दिन त भयो चर्च नगयो, अर्को चर्च त जाँदै गर्छु नि, हो कि होइन? भन्नुहोस् त। अनुशासनको मुख्य उद्देश्य नै कुनै व्यक्तिलाई जित्नु, कसैलाई विन गर्नु है। परमेश्वरले विन गर्नको लागि अल्पकालीन टेम्पोरल डिसिप्लिन उहाँले गर्नुहुन्छ। प्रकाश 21 मा हेर्नुभयो भने तिर्खाउनेहरूलाई जीवनको पानीको फोहराबाट म सित्थैमा दिनेछु है। परमेश्वरले उहाँको जीवनको पानी बगाइराख्नु भएको छ, दिनुहुन्छ, जिउन मद्दत गर्नुहुन्छ भन्ने बुझ्छु नि। हिब्रू 10 को 23 मा हेर्यो भने परमेश्वरले प्रेम र असल कामको साथमा है प्रतिज्ञा गर्नु परमेश्वर विश्वासयोग्य हुनुहुन्छ भनेर उहाँले उहाँको विश्वासयोग्यताद्वाराबाट पनि हामीलाई ती माध्यमद्वाराबाट परमेश्वरको विश्वासयोग्यता, प्रेम, असल काम, संगति है, एकअर्कालाई दिने प्रोत्साहन, यी सबै कुराले है। साथसाथै यूहन्ना 17 अध्यायमा हेर्नुभयो भने पवित्र पिता है तपाईले दिनुभएको तपाईको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्। परमेश्वर आफै पनि त्यसमा लागि पर्नु भएको छ भने यहुदा 20 र 21 पदमा हेर्यो भने पवित्र विश्वासमा दृढ हुँदै जाऊ र पवित्र आत्मामा प्रार्थना गर र आफैलाई परमेश्वरको प्रेममा राख र अनन्त जीवनको निम्ति हाम्रो प्रभु येशूको कृपाको प्रतीक्षा गर। यी सबै कुराहरू चाहिँ माध्यमहरू हुन्। संगति जाने, प्रार्थना गर्ने, परमेश्वरको नजिक जाने, परमेश्वरको जीवनको नदीबाट पिउने हैन, अनुशासित राख्ने, आफूलाई अनुशासनको अधीनमा बस्ने, यी सबै कुराहरूले चाहिँ हाम्रो स्थिरतालाई बनाइराख्छ, बलियो राख्छ भने प्रश्न आउँछ अर्को, के तपाईँ र मैले अथवा विश्वास गर्ने व्यक्तिले उद्धार प्राप्त गरेपछि गुमाउन सक्छ? म क्लासमा सधैँ भन्छु अलिकति अर्को प्रकारले, अ फेथ द्याट इज फल्टी एट द एन्ड इज फल्टी एट द बिगिनिङ भनेर भन्छु। लेखकले यसरी लेख्नु भएको छ, द फेथ द्याट फिजल्स, माफ गर्नुहोला त्यत्रो टाढो देखिएन, मैले अङ्ग्रेजीमा पढ्छु, द फेथ द्याट फिजल्स बिफोर द फिनिस वाज फल्टी फ्रम द फर्स्ट है। जुन विश्वास चाहिँ अन्तमा गएर स्थिर रहँदैन त्यो सुरुमा नै गलत हुन्छ। कसमाथि हामीले विश्वास राखेका छौँ, कसलाई हामीले विश्वास गरेका छौँ, को हाम्रो विश्वासको कर्ता र सिद्ध गर्ने हुनुहुन्छ, हु इज द अथर एन्ड द पर्फेक्टर अफ आवर फेथ भन्ने कुरा हामीले साँचो रूपमा चिनेका छैनौँ भने हामी डलफल हुन्छौँ। तर इफ यु हेभ नोन हुम वी हेभ ट्रस्टेड, हि इज वर्दी टु बी ट्रस्टेड, उहाँ योग्य हुनुहुन्छ, विश्वास गर्न योग्य हुनुहुन्छ, अनि उहाँ कहिले पनि अविश्वासी हुनु। अघि पनि पढ्दै हामी अविश्वासी छँदा पनि उहाँ विश्वासयोग्य हुनु परमेश्वर हुनुहुन्छ, किनभने हि क्यानट डिनाई हिमसेल्फ, उहाँले आफूलाई इन्कार गर्न सक्नुहुन्न। 3टा कुरामा आधारहरू छन्, म सरस्वती लान्छु त्यहाँनिर।
पहिलो परमेश्वरको प्रतिज्ञा, यूहन्ना 10 मेरो भने परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ, येशूले भन्नुहुन्छ मेरा पिताले ती मलाई दिनुभएको छ। समयलाई म हेर्दै गर्छु, माफ गर्नु होला, ओके अलिकति समय छ। मेरो पिताले मलाई दिनुभएको छ, उहाँ सबैभन्दा महान हुनुहुन्छ। पिताको हातबाट कसले तिमीलाई खोसी लैजाने छैन, कसैले तिमीलाई खोसी लैजाने छैन। मेरो भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउनेछन्। तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन्। कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन। कि यो इम्पोसिबिलिटी भन्ने कुरा चाहिँ सक्दैन। देयर इज नो पावर, कुनै पनि शक्ति छैन संसारमा है। अब शैतान कति शक्तिशाली लाग्छ तपाईँलाई मलाई थाहा छैन। बाइबलले भनेअनुसार हामीभन्दा अलिकति शक्तिशाली छ भनेको जस्तो लाग्छ कता कता। उहाँले भन्नुभएको छ म पनि बुढो हुँदैछु, भर्स चाहिँ थाहा छैन कता हो, हिब्रूतिर होला है, अलिकति शक्तिशाली छ। तर परमेश्वरको दाँजोमा त छैन र पनि मानिसभन्दा त शक्तिशाली छ भने त्यो शक्तिले पनि परमेश्वरको हातबाट तपाईँ र मलाई छुटाउन सक्दैन। दोस्रो कुरा, परमेश्वरको प्रतिज्ञा मात्रै पवित्र आत्माले विटनेस पनि गर्नुहुन्छ, गवाही पनि दिनुहुन्छ। पवित्र आत्माको गवाही रोमी 8 मेरो त्यो चाहिँ हामी परमेश्वरको सन्तान हो भने पवित्र आत्माले हाम्रो आत्मासँग गवाही दिनुभएको छ। इट इज द होली स्पिरिट हु स्पिक्स टु अवर सोल। तपाईँहरू मेरो हृदयमा उहाँले त्यो कन्फिडेन्स दिनुहुन्छ, यस आई बिलोङ टु क्राइस्ट, यस आई एम द सन अफ क्राइस्ट, सन अफ गड, नो म्याटर वाट द सर्कमस्टान्सेस आर लाइक। मेरो वरिपरिको परिस्थिति कस्तो होस् के होस् थाहा छैन होइन, तरै पनि आई बिलोङ टु क्राइस्ट, प्रभुको भन्ने कुरा पवित्र आत्माले हामीलाई दिन्छ भने। तेस्रो भेरी इम्पोर्टेन्ट हाम्रै जीवनको लागि चाहिँ आज्ञा पालन पनि हो है, असल काममा लगनशीलता। तर जसले उहाँको वचन पालन गर्छ त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्चै सिद्ध भएको हुन्छ। हामी उहाँमा छौँ भन्ने कुरा यसैबाट निश्चित हुन्छ। अघि पनि हामीले हेऱ्यौँ, इफ यु लभ वी ओबे। यदि तिमीहरू मलाई प्रेम गर्छ भने तिमीहरू मेरो आज्ञा पनि मान्छौ, पालन गर्छौ होइन। आज्ञा पालन गरेर प्रभुले उद्धार दिने होइन, तर प्रभुले उद्धार दिएको कारणले गर्दाखेरि हामी के गर्छौँ, आज्ञा पालन गर्छौँ। इफिसी 1 अध्याय त 2 भन्दा अगाडि आएन होला नि त होइन। इफिसी 1 अध्यायमा परमेश्वरले चुन्न भयो, परमेश्वरले नियुक्त गर्नुभयो। इफिसी 2 अध्यायमा भन्छ तिमीहरू पाप र अपराधमा मरेको बेलामा तिमीलाई परमेश्वरले जीवन दिनुभयो। अनि 2 अध्यायको 10 पदमा भन्छ यो असल कामको लागि तिमीहरू सृष्टि गरिएका छौ। यु आर क्रिएटेड टु गुड वर्क्स, टु डु गुड वर्क्स। असल काम गरेर तीर्थ गएर मोक्ष प्राप्त गर्न होइन, तर परमेश्वरले चुन्न भएको कारणले गर्दाखेरि असल काम गर्छ ताकि हामी वी सो पिपल एज अ विटनेस द्याट वी बिलोङ टु क्राइस्ट। निष्कर्षमा मलाई दृढ विश्वास छ है, मलाई दृढ विश्वास छ जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ उहाँ नै येशू ख्रीष्टको दिनमा त्यो पुरा गर्नुहुनेछ। पावलले भन्छ आई एम कन्फिडेन्ट, आमेन, आई एम कन्फिडेन्ट द्याट द वर्क द्याट गड हेज स्टार्टेड इन यु ही विल ब्रिङ इन टु फ्रुसन, इन टु कम्प्लिसन है। अर्को कुरा, जसले तिमीहरूमा एउटा काम सुरु गर्नुभएको छ उहाँले नै सम्पन्न पनि गर्नुहुन्छ। लेट अस फिक्स आवर आइज अन जिजस हु इज द अथर एन्ड द पर्फेक्टर अफ आवर फेथ। तपाईँहरू मेरो जीवनको लेखक, सुरु गर्ने व्यक्ति, तपाईँको नामको अगाडिको फर्स्ट लेटर लेख्ने व्यक्ति र तपाईँको नामको सरनेमको लास्ट लेटर लेख्ने व्यक्ति येशू ख्रीष्ट हुनुहुन्छ। लेट अस फिक्स आवर आइज अन जिजस हु इज द अथर, विश्वासको सुरु गर्ने र सिद्ध गर्ने हुनुहुन्छ। यो प्रश्नको उत्तर तपाईँलाई फेरि पनि सोध्न चाहन्छु, इफ यु हेभ टु डाई टुडे वेयर विल यु स्पेन्ड योर इटर्निटी।